गाइज गुड इभिनिङ। आज चाहिँ मेरो छुट्टी हो, हप्तामा एकचोटि हुन्छ। छुट्टीमा चाहिँ म विशेष मेरो फेभरेट मेरो मदरले बनाउने मम्मीले बनाउने मेरो हजुरमम्मीले दुईजना बनाएको एकदम फेभरेट लाग्छ मलाई होइन। मेरो मम्मी र हजुरमम्मीले बनाएको खाना आज स्पेसली फर्सी अनि टमाटरको अचार बनाउने छु। ल गाइज आजको चाहिँ मेरो करी चाहिँ रगोलाको रेडी भइसकेको छ कटिङ गरेर होइन। करीमा लाग्ने मेजा भनौँ या सामान भनौँ रेडी भएको छ। लेट्स गो पकाउन गइरहेको छु है त। गाइज है सुरु चाहिँ गरियो, अब स्वाद चाहिँ कस्तो थाहा छैन होइन। अब यतै टक्क मेरो फर्सीको लागि रेडी हुँदैछ भने यता चाहिँ मेरो टमाटरको अचार हाम्रो अर्ग्यानिक गाउँले पाडामा है त। ल गाइज आजको मेरो तरकारी रेडी छ होइन। तरकारी रेडी भयो, अन्डा पनि रेडी भयो, अचार पनि रेडी भयो। तर प्रब्लम के भइदियो हुनुहुन्छ भने भातै पाएको। हे बाबा कति कुर्नु भने दिमाग खराब भइसक्यो, कतिखेर पाएको दिए भात। सबै रेडी भइसक्यो, भोकले एकदम पेट दुइरहेको छ होइन। सही पकडे हैं। म चाहिँ खाना सुरु गरेँ है। अब कस्तो भन्छ खाना टेस्ट गरौँ। अगाडि खोर्सानी हालेको होइन। सुपर भन्छ यार यो चाहिँ मेरो ठ्याक्क हजुरमम्मीले बनाउने टेस्टमा भएको छ क्या खाना। यहाँ अन्डा छ टक्का। अचार सही हो यार, आज सब कुछ सही हो। सोचे भन्दा राम्रो छ। के गर्नु गाई होइन, काम गरेको खानालाई भोक लाग्दा खाना थोरै हेरेँ फेरि गाह्रो छ मलाई। लगाएँ आज चाहिँ हप्ताको मेरो छुट्टीको खाना जबरजस्त छ। ल त गाइस अझै भोक लागेर चाहिँ म खाइरहन्छु है त। टमाटर अचार जिरा पर्काएर होइन। एकदम टेस्ट हो।